रेडमी को 8 रेडमी 8 8A र 8A ड्युबल यसमा नो सर्भिस प्रब्लम प्राय आउने गर्दछ। यो चाहिँ कसरी किन आउने गर्दछ भन्दा पनि अब यो चाहिँ प्राय यसमा आइसी नै चेन्ज गर्नुपर्ने भनेर भन्छ जहीँ लगे पनि। किन चाहिँ तपाईँहरूलाई म आइसी न त आइसी चेन्ज गर्ने न कुनै डायोड सायोड सबै चेन्ज नगरिकन यसको सोल्युसन बताउन गइरहेको छु। यसमा जुन दुईटा पोइन्ट छ यसकोमा चाहिँ तपाईँले 5.5 भोल्ट चाहिँ दिनुपर्ने हुन्छ प्लस माइनस मात्र केही बेरको लागि। यति गरेपछि यो समाधान एकदम यो समस्याको समाधान हुनेछ। मैले धेरै चाहिँ यसमा युट्युबको भिडियो पनि हेरेँ, सबैले प्राय आइसी नै चेन्ज गरेको देखाउँछ र मैले आफ्नो तरिकाले चाहिँ यो दुईटा डायोड यो सानो डायोड चाहिँ सर्ट भएको कारणले यो पत्ता लगाएर यो भिडियो बनाएको छु। यसमा 100% काम सक्सेस हुनेछ र तपाईहरुको समय पनि सदुपयोग हुनेछ। साथै भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यसमा यो 2G 4G र 3G नेटवर्क सिलेक्ट भएको छैन भने यो सिचुएसनमा यो गर्न सकिन्छ। अथवा 2G 4G नेटवर्कमा सिलेक्ट भइरहेको छ भने चाहिँ फेरि यसको अर्को तरिका हुन सक्छ। नेटवर्क मोडमा चाहिँ 2G 4G एकचोटि सिलेक्ट गरेर चेक गर्नु होला। त्यसमा चाहिँ सिलेक्ट भइरहेको छैन भने चाहिँ यो तरिका 100% सक्सेस हुन्छ। यदि 2G 4G सिलेक्ट भइरहेको छ भने चाहिँ तपाईले यो कम्पार्टमेन्ट हेर्नुपर्ने हुन्छ। पछाडिको यो सेक्सनमा यो पोइन्ट यहाँ यो डायोड क्यापेसिटर सर्ट भएको छ भने चाहिँ तपाईले यहाँको आइसी चेन्ज गर्नुपर्ने हुन्छ। यदि छैन भने चाहिँ 2G 4G सिलेक्ट भएको छैन भने चाहिँ यो तरिका अपनाउनुहोस्, 100% हुनेछ। यो सानो डायोडको कारणले यो समस्या नो सर्भिसको समस्या आउने गर्दछ। यो डायोड निकाल्ने भने पनि हुँदैन। यसलाई 5 भोल्ट दिएपछि डीसी सप्लाईबाट 5 भोल्ट दिएपछि यो अटोमेटिक सर्ट हट्नेछ। यो डायोडलाई निकाल्नु कदापि हुँदैन। निकाल्यो भने अर्को प्रब्लम आउन सक्छ। त्यसैले यसलाई मात्र त्यो पोइन्टमा मात्र 5 भोल्ट दिई एकछिन केही सेकेन्ड 1-2 सेकेन्ड दिएर छोडिदिनु होला। त्यसपछि तपाईको नो सर्भिसको प्रब्लम सधैँको लागि गायब हुनेछ। यति गरेर हेर्नुहोस्, 100% काम सक्सेस हुनेछ। नो सर्भिसको समस्या समाधान हुनेछ। मलाई यो मोबाइलले धेरै समस्या दिएको थियो, त्यही गर्दा पनि भएन र लास्टमा यो तरिकाले चाहिँ काम सक्सेस भएको छ। तपाईहरुले पनि यो तरिका अपनाएर हेर्नु होला। तपाईहरुको आइसी फेर्ने समय सदुपयोग हुनेछ। आइसी नफेरी पनि यो समस्याको समाधान हुनेछ। न त कुनै आइसी फेर्ने जान्छ, कुनै डायोड सायोड केही फेरिरहनु पर्दैन। अब हेर्नुहोस्,
टावर आएको छ। तपाईहरुको पनि समस्याको समाधान भयो भने भिडियोलाई लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला।